यो घटना चाहिँ मेरो हजुरमुवासित भएको हो। सायद 50-60 वर्ष अगाडिको कुरा हो। हाम्रो हजुरमुवा भर्खरै बिहे गरेर आउनुभएको थियो। उहाँहरूको बिहे चाहिँ अन्तर्जातीय बिहे भएको थियो। त्यसैले उहाँलाई हजुरबुवापट्टिको संस्कार संस्कृति खासै थाहा थिएन। त्यही पनि उहाँको सासूमाले उहाँलाई एकदमै माया गर्थिन् र कामहरू सिकाउने गर्नुहुन्थ्यो। उहाँको बिहानको काम भनेको नुहाएर मन्दिर गई पूजा गरी घर वरिपरि सफा गर्ने र खाना पकाउने तर्खर हुन्थ्यो। त्यो बेला मानिसहरूसित त्यति धेरै घडी पनि हुँदैन थिए। उहाँहरूले भाले बासेपछि छिटो उठ्ने र छिटो छिटो आफ्नो कामतिर लाग्ने चलन थियो। एक दिनको कुरा हो, सधैँभन्दा त्यो दिन एकदमै छिटो उठ्नु भएको रहेछ हाम्रो हजुरमुवा। उहाँलाई समयको थाहै भएन। सायद आज ढिलो भयो कि भनेर उहाँ हतार हतार नुहाएर मन्दिरतिर लाग्नु भएछ। अरू दिन हेरिकन त्यो बिहान निकै फरक थियो। ढिलो भयो भनेर उहाँ निस्किनु त भयो, तर वास्तवमा उहाँ एकदमै छिटो उठ्नु भएको रहेछ। सधैँ वरिपरि घरका बुहारीहरू बिहान मन्दिर जाँदै आउँदै गरेको उहाँले हुन्थ्यो। टोल टोलमा आफ्नो आफ्नो घर अगाडि दियो बालेको देख्नुहुन्थ्यो। तर आज त्यो थिएन। आज एकदमै शान्त र चिसो अनुभव भएको जस्तो हाम्रो हजुरमुवालाई लाग्यो। मनमनै सोच्नुभयो, अब घरबाट निस्केको मान्छे पूजा नगरी कसरी घर फर्कनु? आज छिट्टै पूजा गरिन्छ र छिट्टै घर फर्किन्छु भनेर उहाँ मन्दिरतिर लाग्नुभयो। अँध्यारो रात चिसो हावा लागिरहेको थियो। वरिपरिका टोलहरू सुनसान थिए। हजुरमुवा बिस्तारै बिस्तारै मन्दिरतिर लाग्नुभयो। यतिकैमा उहाँले परबाट यी दुईजना बुढा मानिसहरू हिँडेर आफूतिर आएको देख्नुभयो। त्यो अँध्यारोमा उहाँले त्यो बुढो मान्छेहरूको अनुहार त देख्नु भएन, तर उहाँको आकृतिबाट बुढो मान्छे भन्ने थाहा पाउनुभयो र मनमा नै खुसी हुनुभयो। आज सायद म छिटो नभइकन अरूहरू ढिलो उठे जस्तो छ। यहाँ मन्दिर दर्शन गरेर त मान्छेहरू फर्किरहेका छन् भन्दै मन्दिरतिर अघि अघि सर्नुभयो। त्यो बुढो मान्छे जस्तो आकृति हजुरमुवातिर झन्झन नजिक आउँदै गयो र अँध्यारो ठाउँमा उभियो। हजुरमुवा पनि त्यतिखेर त्यही ठाउँमा पुग्नु भएछ र अँध्यारोमा त्यो आकृतिले हजुरमुवालाई केही माएको जस्तो गरिरहेको रहेछ। हजुरमुवाले यही भिखारीहरू रहेछन् भनेर स्याउदिन मात्र लागेको थिए। उहाँले बाल्नुभएको दिएको ज्योतिहरू हल्का त्यस आकृतिमाथि पर्न गयो। दियोको ज्योति पर्न साथ हजुरमुवा एकदमै डराउनु भयो। त्यो आकृति बुढो मान्छे नभइकन एकदमै डरलाग्दो केही चिज थियो जुन उहाँले कहिले पनि देख्नु भएको थिएन। लामो जिब्रो, शरीरभरि भुत्लै भुत्ला, कालो खैरो, कुनै कुनै सेतो पनि रहेछ। एकदमै डरलाग्दो आकृति त्यो देखेर हाम्रो हजुरमुवाको सातो गयो। एकछिन त उहाँ अर्धबेहोस होला जस्तो भएर तल बस्नुभयो। त्यतिकैमा वरिपरि धेरै तातीमा त्यस्ता खाले आकृतिहरू हजुरआमापट्टि झनै आउन थाल्यो। हजुरआमाले पनि आफ्नो डरलाई नियन्त्रण गर्दै हतपत उठेर मन्दिरतिर भाग्नुभयो र मन्दिर ढोका अगाडि उभिनुभयो। उहाँको पछि पछि त्यस आकृतिहरू पनि मन्दिरतिर आए। हजुरआमाले आँखा बन्द गरेर भगवानको नाम लिँदै त्यही ढोका अगाडि उभिरहनुभयो। सायद 20-25 मिनेटपछि भाले बासेको आवाज टोल हुँदै सानो सानो स्वरमा गुन्जियो। त्यसको 5-6 मिनेट पछाडि पुजारी बुवा पनि मन्दिर अगाडि आउनुभयो। पुजारी बुबा अचम्म मान्दै उहाँलाई सोध्नुभयो, ओहो बुहारी, आज किन यति छिटो? हाम्रो हजुरमुवा रुँदै पुजारी बालाई सब कुरा बताउनु भयो। पुजारी बुबा यो सुन्न साथ उहाँ पनि एकदमै तर्सनु भयो र भन्नुभयो, बुहारी, यस्तो खाले घटना मैले सानोमा सुन्ने गर्थेँ। सायद त्यो ख वा ख्याक हुनुपर्छ। यो नेवार समुदायमा प्रचलित एक मिथकीय पात्र हुन्। यसले मान्छे पछ्याउँछ र कुनै कुनैले दुःख पनि दिने गर्छ भन्ने विश्वास रहेको छ। धन्न आज केही नराम्रो भएन, भगवानको नाम लियो, चिन्ता नगरी घर फर्क। हजुरमुवा पनि हतार हतार पूजा गरेर घर फर्किनु भयो र घर फर्किन साथ आफ्नो परिवारहरूलाई आफूमा बितेको घटना सुनाउनु भयो।